2083 साल 2 महिना 19 गते हामी सम्पूर्ण शिक्षक कर्मचारीहरू आफ्नो काममा व्यस्त थियौँ। त्यसपछि विद्यालयमा बिदा भइसकेपछि सम्पूर्ण सरहरू जानुभयो। लेखापाल सर र म यहाँ अफिसमा थियौँ। अफिसमा रहेकै बेला विद्यालय व्यवस्थापन समितिका अध्यक्षज्यू मेरै कार्यकक्षमा आउनुभयो र म झोला बोकेर घरतिर जाँदै गरेको अवस्थामा यो अमिनको पैसाको लागि भन्ने कुरो, पैसा तिर्नुपर्ने भन्ने कुरो गर्नुभयो। अनि कसले ल्यायो अमिन, कसरी कुन निर्णय गर्नुभयो भन्ने कुरा हामीलाई थाहा न शिक्षकलाई थाहा छ न विद्यालयको प्रशासनलाई थाहा छ भन्ने कुरा गरिसकेपछि उहाँले तपाईलाई के थाहा, तपाईलाई के मतलब भनेर हात समाते, मेरो हात समातेर यो घटना यही कार्यकक्ष भित्रै भयो। यही भित्र? हजुर, यही कार्यकक्ष भित्र भएको हो। यहाँ यो गेट ढोकाभन्दा अलि यता म पुगेको थिएँ। त्यहाँबाट उहाँले चाहिँ लछार पछार गरी मलाई यहाँसम्म यो मेरै टेबलसम्म पुगाउनु भयो। यसको प्रमाण पनि छ मसित। उहाँले चाहिँ जुन मलाई हातपात गरी मेरो कपडा च्यातियो भन्ने कुरो गर्नुभएको छ। उहाँले मेरो घाँटी समाते, मेरो यो ड्रेसको युनिफर्मकै सर्ट च्यात्नु भएको छ। अनि विङ सिटर मेरो च्यात्नु भएको छ, त्यो छ मसित। र त्यसपछि बिचमा हाम्रो चाहिँ लेखापाल सर र कार्यालय सहयोगीले चाहिँ मलाई बचाउने काम गर्नुभयो। नत्र उहाँले देखाइदिन्छु भन्ने गरेर धाक धम्की दिएर गर्नुभयो। पछि चाहिँ यो घटना घटिसकेपछि फेरि यहाँका 1-2 जना अभिभावकहरूले सुनेर यहाँ आउनुभयो र त्यसपछि उहाँलाई सम्झाउँदा उहाँले नसम्झी उल्टा चाहिँ धाक धम्की दिएर विद्यालयको शिक्षकको कर्मचारीको हाजिर रजिस्टर समेत गैरकानुन ढङ्गले कब्जामा लिई आफ्नो घर जानुभयो। हिजोको घटना यही हो। त यो घटनाको चाहिँ मेन कारण भनेको विद्यालयमा प्रदेश सरकारबाट 10 लाखको घेरबारको योजना परेको थियो। त्यसको उपभोक्ता समिति गठन भएर कार्य सुरु भएको थियो। तर घेरबार गर्दाखेरि मलाई विभिन्न सरहरूले र यहाँको अभिभावकहरूले सूचना दियो कि घेरबार स्कुलको जमिन भन्दा लगभग 2 फिट 1.5-2 फिट भित्रबाट चाहिँ जाँदैछ। यो किन हो, यस्तो स्कुलको जमिन किन यसरी छोडेको भन्ने कुरो आइसकेपछि यो कुरा मैले विद्यालय व्यवस्थापनको अध्यक्षज्यूलाई पनि भने। उहाँले चाहिँ त्यसको मतलब राख्नु भएन। तर व्यापक चाहिँ हल्लाखल्ला भइसकेपछि उहाँले अमिन ल्याउनु भयो। तर अमिन ल्याउँदा पनि विद्यालयलाई सूचना हुनुपर्ने, नगरपालिकामा तमाम अमिनहरू सरकारी अमिनहरू हुन्छन्, नगरपालिकाले पठाइदिन्छ। त्यो नगरिकन आफ्नो मनमानी ढङ्गले थाहा विद्यालय प्रशासनलाई, स्टाफलाई, कसैलाई थाहा नदिकन चाहिँ ल्याउनु भयो। त्यसमा पनि अब के उहाँले चाहिँ उहाँको चाहिँ जो ल्याउनु भएको थियो अमिन, उहाँको चाहिँ पैसा दिनु पर्यो भन्ने कुरो आयो। अपरजट के को पैसा भन्ने कुरामा चाहिँ विवाद त्यो पनि भयो। न निर्णय छ न के छ भन्ने कुरा भयो। सर, यो जो पर्खाल घेरबार गरिँदैछ त्यो घेरबारमा जो पहिला त्यसमा खुट्टा थियो होला, खम्बा थियो होला, त्यही खम्बामै नगरिकन 2 फिट भित्रपट्टि अझ गरियो भन्ने तपाईँको? हजुर, जो खम्बाहरू थिए चलन भोगको जमिनका जो खम्बाहरू थिए, तारबाड थियो, त्योभन्दा लगभग 1.5-2 फिट भित्रबाट अहिलेको बााउन्ड्री गयो। खम्बा हुँदै पनि भित्रपट्टि गयो भन्ने? हुँदै पनि 1.5-2 फिट भित्रबाट चाहिँ नयाँ वाल बन्यो भन्ने कुराहरू ज्यादै गुनासो आइसक्यो। अनि अमिन ल्याइसकेपछि चाहिँ त्यो नाप चेक जाँच भयो होला, त्यसपछि चाहिँ कसरी भयो? त्यसपछि पनि त्यो 2 फिट जमिन छोडियो अथवा जहाँ हो एक्युरेट पोइन्ट त्यहीँ हालियो? अब अमिन नगरपालिकाको अमिन थिएनन्। अब ती कहाँबाट मगाए त्यो रेखदेख गर्न हाम्रो कुनै स्टाफ पनि गएन। अब उहाँ व्यवस्थापन समितिको अध्यक्षको भनाइअनुसार उहाँले लगाएको वाल चाहिँ ठिक छ, सही ठाउँमा छ भन्ने कुरो भयो। ठिक छ त चारैतिरको चाहिँ हाम्रो चाहिँ
यदि उसलाई चाहिँ पैसा दिनु नै पर्ने हो भने चारैतिरको हाम्रो चाहिँ चौकिल्लाहरू चाहिँ चारै किल्लाहरू चाहिँ छुट्याएको छ कि छैन, भोलि अझ चाहिँ दिनदिनै त्यो अमिनहरू ल्यायो भने विवाद हुन्छ, चारैतिर छुट्याएको छ कि छैन भन्ने कुराहरू पनि गरेँ मैले। उहाँले त्यो केयर गर्नु भएन, तपाईँलाई के मतलब भन्ने जस्ता चाहिँ धम्कीपूर्ण कुराहरू गरेर मलाई हिजो अस्तिको चाहिँ घटना यसरी घटेको हो। अनि सर, यो तपाईँसँग योभन्दा अगाडि पनि यस्ता किसिमका केही विवादहरू भएका थिए अथवा यो नै पहिलो थियो, अथवा तपाईँसँग समझदारी त यो कुराबाट त पहिला नै बिग्रेको जस्तो देखिन्छ नि? अब विद्यालयमा मैले यहाँ विद्यालयमा आइसकेपछि विद्यालयको विद्यार्थीको चौतर्फी विकासका लागि सर्वप्रथम शिक्षकहरूको कर्मचारीहरू यहाँ काम गर्ने सम्पूर्ण शिक्षकहरूलाई एक रूप भएर आफ्नो चाहिँ विद्यालयको लक्ष्य उद्देश्यका लागि तयारी गर्नु थियो। त्यसमा हामी सबै मिल्यौँ, सबै शिक्षक स्टाफहरू मिलेर जुनसुकै मतलब विचारधारा जुनसुकै जे भए पनि विद्यालयभित्र आइसकेपछि हामीले चाहिँ विद्यालयको सर्वोपरि हितका लागि काम गर्नुपर्छ भन्ने कुरामा हामी सम्पूर्ण शिक्षक स्टाफहरू सफल भयौँ। र त्यसपछि अब विद्यालयको आर्थिक अवस्था 1981-82 हुँदासम्म धेरै कमजोर छ। विद्यालय लगभग 16 लाख ऋणमा डुबेको छ। त अब यसपालिको शैक्षिक सत्र सुरु हुँदाखेरि मैले अब लेखापाल सरलाई भने कि सर यति मतलब एक वर्षको चाहिँ शिक्षक निजी शिक्षकहरूको चाहिँ तलब भत्ताहरू दिनु बाँकी छ। त यो वर्ष चाहिँ हामीले कुनै पनि किसिमले 1 रुपैयाँ पनि दायाँ बायाँ नगरिकन त्यो ब्याङ्कमा जम्मा गर्ने भन्ने कुरा आइसकेपछि हामीले त्यो बैंक जम्मा गऱ्यौँ र लगभग यो वैशाखको महिनामा हामीले 7 लाख जति चाहिँ शिक्षकहरूको चाहिँ तलब भत्ताहरू पनि हामीले चाहिँ दिन सफल भयौँ। अब यो शैक्षिक सत्रमा हामीले विद्यालयमा विशेष गरेर आर्थिक जुन गतिविधि छन्, क्रियाकलापहरू छन् विद्यालयको, त्यसमा अलिकति कडाई गरेका कारणले पनि अध्यक्षज्यूको चाहिँ अलिकति मनमुटाव भएको हुनसक्ने मतलब मैले शङ्का मानेको छु। तपाईँको यो भनाइको अर्थ चाहिँ तपाईँले चाहिँ आर्थिक क्रियाकलापमाथि कडाइ गर्नुभयो, त्यसपछि अध्यक्षले चाहिँ कति टिचर कर्मचारीहरूमाथि कडाइ गरेको त होइन? अब त्यो त्यति मलाई थाहा भएन, तर पनि अब विद्यालयमा वास्तवमा शिक्षकहरू सानो तलबमा कार्य गरिराखेका छन्। उनलाई वर्षौं दिनसम्म 12 महिनासम्म तलब नदिएको अवस्थामा यसपालि हामीले चाहिँ फागुन महिनासम्म तलब दियौँ। र यो आर्थिक क्रियाकलापहरू भन्नुहुन्छ भने हामीले चाहिँ डट पेनमा मार्करमा पनि मतलब बिल्कुल चाहिँ मतलब अलिकति कडाइका हिसाबले चाहिँ गएर सानो आर्थिक स्रोतहरू स्रोतहरूलाई पनि जोगाएर शिक्षकहरूलाई जुन निजी स्रोतमा राखेका छौँ तिनलाई चाहिँ तलब भत्ता दिने भन्ने हिसाबले चाहिँ अलिकति आर्थिक रूपमा आर्थिक क्रियाकलापलाई कडाइ गरे हुनाले पनि बिस्तारै जाँदाखेरि कस्तो भने समझदारी एउटा चाहिँ शिक्षक स्टाफसित मात्रै गरेर पनि नपुग्दो रहेछ। व्यवस्थापन समितिले पनि शिक्षक स्टाफसित सहकार्य समझदारी छलफलका आधारमा जानुपर्ने रहेछ। उहाँको प्रवृत्ति एकल निर्णय गरेर उही पनि बिना मतलब के कामहरू त यस्ता छन् बिना के अरे व्यवस्थापन समितिमा नराखिकनै कुनै निर्णयहरू गरिदिने गरेकाले अब त्यसको चाहिँ जनगुनासोहरू शिक्षक कर्मचारीहरूमा गुनासोहरू शिक्षकहरूलाई कर्मचारीहरूलाई दासका रूपमा एउटा नौकरका रूपमा हेर्ने बानीले गर्दाखेरि मैले भने त्यसरी हुँदैन, यो धेरै टाइट गर्यो भने त्यो टुट्छ भाँचिन्छ, अलिक लचक हुनुपर्छ भन्ने कुराहरू बारम्बार मैले भन्दा पनि उहाँको चाहिँ जुन प्रवृत्ति छ यहाँ हैकमबाद टाइपको स्कुल हाम्रै हो। अनि सर त्यसको जवाबमा त उहाँले के भन्नुहुन्छ भने अथवा अन्य व्यक्तिहरूले पनि अब विद्यालय व्यवस्थापनको काम नीति निर्माण योजनाहरू बनाउने हो, त्यसलाई कार्यान्वयन गर्ने पढाउने काम शिक्षकको हो भन्नुहुन्छ, के भन्नुहुन्छ यो सम्बन्धी? सत्य कुरो हो,
शिक्षक स्टाफहरू सम्पूर्ण आफ्नो मैले देखेअनुसार ट्रास्टी माविको पहरियाको जस्तो शिक्षक स्टाफ मिलेको मैले अहिलेसम्म धेरै स्कुलमा गएँ म, तर यहाँको जस्तो चाहिँ शिक्षक स्टाफ कर्मचारीहरू मिलेको जवाबदेही उत्तरदायी मैले अरू ठाउँमा देखिनँ। राम्रो छ। जहाँसम्म शैक्षिक गतिविधि अतिरिक्त क्रियाकलापहरू खेलकुदहरूमा शिक्षक कर्मचारीहरू कटिबद्ध भएर चाहिँ विद्यार्थीको चौतर्फी विकासका लागि परेको अवस्था हुँदाहुँदै पनि टिचरहरूमाथि, कर्मचारीहरूमाथि, हेडमास्टरमाथि बारम्बार चाहिँ मतलब मानसिक तनाव दिने, यातना दिने, यहाँसम्म कि अस्तिको घटनामा हात हलाहाल गरिदिने अवस्थाले गर्दा यो टिचरहरूलाई शिक्षक स्टाफ अथवा कर्मचारीहरू सबैजना चाहिँ हिजो धरना कार्यक्रममा जानुभयो होइन, तर उहाँहरूमाथि कस्तो किसिमको मानसिक समस्या, कस्तो टर्चर दिनुभयो उहाँले? त्यो त काम त कर्मचारीहरूले गर्नु नै पर्छ होला, पढाउनु पर्छ होला, आफ्नो दैनिक जिम्मेवारी गर्नुहुन्छ होला कि तपाईँको अथवा अलि सम्मानपूर्वक काम गर्ने वातावरण भएन अथवा समझदारी सरसल्लाह भएन भन्ने कुरा हो अथवा अन्य केही कुरा हो? बिल्कुल शिक्षक कर्मचारीहरूलाई प्रोत्साहित गर्नको सट्टा उहाँहरूलाई पिन्च गरेर राख्ने, विभिन्न कुराहरू सुनाइराख्ने गर्दाखेरि चाहिँ शिक्षक कर्मचारीहरूमा पनि उहाँप्रतिको नकारात्मक धारणाहरू अस्ति हिजो हामीले मेयर साहबलाई भेट्दाखेरि त्यहाँको चाहिँ बैठकमा सम्पूर्ण शिक्षक कर्मचारीहरूले आफ्ना वेदनाहरू आफ्ना गुनासाहरू मेयर साहबको कार्यक्षेत्रमा सम्पूर्ण शिक्षक कर्मचारीहरूले पोखिसकेको अवस्था हो। उहाँले विद्यालयको लागि सोच राम्रो बनाए पनि उहाँको जो प्रवृत्ति छ दमनकारी प्रवृत्ति, शिक्षकमाथि चाहिँ हैकमबाद जमाउने, मानसिक रूपमा यातना दिने टाइपको, त्यसले चाहिँ सम्पूर्ण विद्यालयको प्रगतिमा क्रियाकलापहरूमा असर पर्ने देखिन्छ। पक्कै पनि उहाँको लक्ष्य राम्रो भए पनि त्यो लक्ष्य प्राप्तिका लागि, विद्यालयको प्रगतिका लागि कार्यप्रणाली चाहिँ राम्रो भएन, सुधार्नुपर्छ भन्ने हजुरको भनाइ हो? उहाँको लक्ष्य ठिक छ, विद्यालय बनाउनुपर्छ भन्ने ठिक छ, तर उहाँको चाहिँ प्रवृत्ति कस्तो छ भने प्रवृत्ति एकल निर्णय गर्ने, मन लाग्यो सरसल्लाह भइदिएन, सरसल्लाह नगर्ने, उहाँको सल्लाह कुनै बेला सबै व्यक्तिहरू पर्फेक्ट हुँदैनन्, सबै व्यक्तिहरू कुनै काममा असल होलान्, कुनै काममा कोही असल होला। त्यसका लागि सबै सामूहिक छलफल शिक्षक कर्मचारीहरू, विद्यालय व्यवस्थापन समितिहरू, पिटिए, अभिभावकसँग छलफल गरेर विद्यालयको चौतर्फी विकासका लागि प्रयास गर्नु राम्रै कुरा हो। तर एउटा निजी कम्पनीको मालिक भए जस्तै चाहिँ निर्णय गर्नु चाहिँ उचित हुँदैन भन्ने जस्तो लाग्छ। यस्तो असमझदारी हुँदा पनि, सरसल्लाह नहुँदा पनि अब शिक्षक कर्मचारीहरू सबै कर्मचारीहरूमा त एकरूपता रहेछ। बिल्कुल यहाँको चाहिँ शिक्षक कर्मचारीहरूको मैले चाहिँ पहिलो प्राथमिकता भनेको नै मैले पहिले चाहिँ स्कुल चलाउने, विद्यार्थीको चौतर्फी विकासका लागि कार्य गर्ने। कि यो कुरा मैले भन्न खोजेको कि यो कुरा सबै कर्मचारीहरू एक हुनु भनेको सबैमाथि त्यस्तो टर्चर अथवा पिन्च भएकै होला त? लगभग मलाई पनि त्यस्तै अनुभव लाग्दैछ। विगत धेरै वर्षदेखि विभिन्न शिक्षक कर्मचारीहरू विभिन्न किसिमका शारीरिक यातना नपाए पनि मानसिक यातना भोगेका जस्तो मैले पनि अनुभव गरेको छु। तर म आएदेखि शिक्षक ममाथि जुनसुकै दुर्व्यवहार हातपात भए पनि शिक्षकहरूमाथि मैले त्यस्तो हुन दिएको छैन र शिक्षकहरूलाई स्वतन्त्र रूपले काम गर्न मैले एउटा चाहिँ प्रयास। अस्ति जो घटना भएको थियो त्यो घटनाको क्रममा चाहिँ उहाँले रजिस्टर घरमै लगेर जानुभयो भन्नुभयो, त्यो के भनेर लगेर जानुभयो अनि त्यो रजिस्टर फिर्ता आयो या आएन? रजिस्टर फिर्ता आएको छ। मेयर साहबले पनि हामीलाई चाहिँ मतलब आश्वासन दिनुभएको छ, हाम्रो सम्पूर्ण स्टाफ तपाईँहरू चाहिँ आफ्नो काम गर्नुहोस्, व्यवस्थापन समिति त आउँछन् जान्छन्, तपाईँहरू कर्मचारी हो, त्यहाँको शिक्षक कर्मचारी हो, तपाईँहरूले चाहिँ विद्यालयलाई एक दिन जे भयो एक दिनको लागि हडताल या नगरपालिका आउनुभयो त्यो केही छैन। अब भोलिदेखि रेगुलर समन्वयपछि त्यो रजिस्टर फिर्ता भयो। त्यसो भए मेयर साहबको समन्वयपछि त्यो रजिस्टर मेरो टेबलमा आयो र उहाँले चाहिँ लग्नु हुन्थेन, त्यो एक किसिमको गैर कानुनी काम हो। शिक्षक कर्मचारीको एउटा चाहिँ हाजिरी गर्ने रजिस्टर कब्जा गरेर घर लैजानु भनेको एउटा चाहिँ
नियममा नमिल्ने कुराहरू भएको हुनाले मेयर साहबले पनि त्यसमा पहल गर्नु पर्यो। अब यो घटनापछि सर अब यो कसरी जाने, यसको कसरी समाधान हुनसक्छ भन्नेतर्फ के छ यो भोलि पर्सिका कुराहरू अथवा के छ प्रक्रिया? अब यहाँ कस्तो छ भने विद्यालयमा शिक्षक कर्मचारीले काम गर्ने हो। शिक्षक कर्मचारीहरू खट्छन्, पढ्छन्, अनुशासित छन्, डिसिप्लिन्ड छन्, डेडिकेटेड छन्, स्कुलप्रति चाहिँ पूर्ण प्रतिबद्ध छन्। तर पनि विद्यालय व्यवस्थापन समिति या कसै अरूलाई चाहिँ काम नगरेको, नपढाएको लाग्छ भने नगरपालिकाको शिक्षा शाखा छ, त्यहाँ निवेदन दिनु हो, कानुनी रूपमा चाहिँ दिनु हो। तर हातपात गर्ने, शिक्षकलाई मानसिक यातना दिने निर्णय गरेर नीति विधिपूर्वक चाहिँ काम गर्नुपर्ने अवस्थामा शिक्षक कर्मचारीहरूलाई मानसिक यातना दिने या हातपात गर्ने काम गर्नु हुँदैन। शिक्षक कर्मचारीहरू एक ठाउँबाट अर्को ठाउँमा सरुवा होलान्, तर विद्यालयको एउटा चाहिँ यो यहाँको जनताले खुन पसिनाले बनाएको विद्यालयको जमिन विविध कुराहरूलाई हामीले सुरक्षित राख्दै भावी सन्ततिको भविष्य कोर्नुपर्छ भन्ने मलाई लाग्छ। अनि सर, हिजो धरना कार्यक्रममा जानुभयो, त्यसपछि तपाईँका मागहरू खास के माग राखेर तपाईँहरू जानुभयो? मेन माग चाहिँ के हो र भोलि पनि यसै सम्बन्धी अभिभावक भेला बोलाउनु भएको रहेछ, यो बारेमा थोरै बताइदिनुहोस् न। हाम्रो माग भन्नाले एउटै थियो कि विद्यालय शान्ति क्षेत्र हो। विद्यालयमा मानसिक तथा शारीरिक कुनै किसिमको यातना हुनु हुँदैन। यो किसिमको यातना विरुद्धमा हामी मेयर साहबसित गरेका थियौँ। उहाँले चाहिँ समझदारी गर्छौँ, हामी छलफल गर्छौँ भन्ने कुरोहरू राख्नु भएको छ र यो समझदारी छलफलबाट पनि निष्कर्ष निक्लेन भने तपाईँ चाहिँ कानुनी रूपमा पनि जान सक्नुहुन्छ भन्ने कुरो गर्नुभएको छ। कानुनी रूपमा जानका लागि पनि मैले चाहिँ त्यो दिनको घटनाको मैले भिडियो रिकर्ड मसित सुरक्षित छ र अब भोलि हामीले चाहिँ अभिभावक भेला राखेका छौँ। अभिभावक भेलामा हामी हाम्रा कुराहरू पनि राख्छौँ, उहाँका कुराहरू पनि सुन्छौँ, नगरपालिकाका प्रतिनिधिज्यूका कुराहरू पनि सुन्छौँ र यो विद्यालयको जुन किसिमको यो शिक्षक कर्मचारीहरू माथि भएको जुन एक किसिमको मानसिक तथा भौतिक यातनाका बारेमा व्यापक छलफल गरेर निष्कर्ष निकाल्ने प्रयास गर्छन् भोलिको भेलाबाट भन्ने आशा लिएको छु। अनि सर, हिजो अस्तिको त्यो घटनापछि तपाईँहरू बिच मेन गरी चाहिँ तपाईँ प्रधानाध्यापक र विद्यालय व्यवस्थापनका समितिका अध्यक्ष बिच केही कुराकानी त्यस्तो सञ्चार कि भयो अथवा भएन? त्यो घटनाको दिनदेखि उहाँसित केही सम्पर्क छैन, उहाँसित संवाद छैन। तर अब मेयर साहबले भन्नुभए जस्तै तपाईँको चाहिँ कर्मचारीहरूको रजिस्टर यहाँ आउँछ र उहाँ पनि विद्यालयमा 2-4 दिन जानुहुन्न, तपाईँहरू काम गर्नुहोस्, तपाईँहरूले चाहिँ बनाउने हो, विद्यालय बनाउने भनेको शिक्षक कर्मचारीले हो भन्ने कुरा गर्नुभएको छ। अब अन्तिममा जस्तो कि हजुरले देख्नुभएको यो विद्यालयको अझ प्रगति होस् अथवा सुधार्नुपर्ने कुराहरू तपाईँ आफूमा पनि ममा यो केही कुराहरू हुनसक्छ यस्तो सुधार गर्नुपर्ने अथवा यो अझै मैले राम्रो गर्ने प्रयास गरिरहेको छु भन्ने जस्ता कुराहरू समेटेर अन्तिममा के भन्न चाहनुहुन्छ आम अभिभावकज्यूहरूलाई? सम्पूर्ण अभिभावकज्यूहरूलाई म के भन्न चाहन्छु भने विद्यालयमा विशेष गरेर माथिल्ला कक्षाहरूमा विद्यार्थी सङ्ख्या अत्यधिक भएको र कक्षा कोठाहरूको अभावले चाहिँ अहिले चाहिँ सेक्सन डिभिजन पनि नभइरहेको अवस्थामा अब शैक्षिक क्रियाकलापहरूलाई राम्रोसँग चाहिँ परिचालन गर्नका लागि हामीले योजनाबद्ध जुन योजना बनाएका छौँ, हामीले चाहिँ कार्यपात्र नै बनाएका छौँ। विद्यार्थीको चौतर्फी विकासका लागि विभिन्न मतलब हप्तामा हुने कार्यक्रमहरू, अन्य क्रियाकलापहरू, सम्पूर्ण क्रियाकलापहरू हामीले तयार पारेर राखेका छौँ। त्यो का आधारमा हामी विद्यालयलाई सुचारू गर्नेछौँ भन्ने चाहिँ अभिभावकज्यूहरूलाई अनुरोध गर्छु। हस् अन्तिममा चाहिँ विद्यालयले प्रगति गरोस्, तपाईँहरू बिच आपसी समझदारी होस्, जे भए पनि राम्रोको लागि हुनुपर्छ भन्ने हाम्रो मान्यता हो। तपाईँका कुरा हाम्रो मिडिया मार्फत तपाईँले बताइदिनु भयो, लिने मौका, तपाईँका कुराहरू विचार प्रतिक्रियाहरू दिने एउटा माध्यमको रूपमा प्रयोग गरिदिनु भयो, त्यसका लागि धन्यवाद।